लेट्स मेक दिस डिलिसियस चिकन। फर्स्टमा चाहिँ मैले के गरेँ भने त्यो कराईमा तेल बसालेर थोरै मेथी हालेँ होइन। अनि यो चाहिँ मेरो डिप फ्रिजमा भएर हल्का फ्रोजन टाइपको भएछ क्या त्यो मिट डिप फ्रिजमा राखेको थिएँ बेलुकै ल्याएर होइन। त्यसमा चाहिँ हल्का बेसार हालेर त्यसलाई हल्का फ्राई गरेँ अनि नुन राखेँ थोरै। त्यो छिटै उस हुन्छ नि त त्यो आइस छिटै मेल्ट हुन्छ भनेर। अनि त्यसपछि यो पेस्ट पनि रेडी गरेँ मैले चाहिँ। अनि त्यो मासु एकदमै राम्रोसँग डिप फ्राई गरेँ क्या। त्यो हल्का फ्रिजमा राखेर पानी पानी जस्तो भइरहेको थियो नि त, त्यो पानी मैले पुरै सुकाएँ। अनि त्यसको लागि मैले पेस्टहरू अदर लसुनको पेस्ट पनि रेडी गरेँ सँगसँगै। अनि त्यसपछि त्यो पेस्ट चाहिँ मैले त्यो जिरा पनि थोरै हालेर थोरै फ्राई गरेँ है, राम्रोसँग फ्राई गर्ने। त्यसपछि चाहिँ मैले त्यो डिप फ्राई भएर त्यो ओइल र त्यो मासु चाहिँ त्यो सेपरेट हुन थालेपछि मैले चाहिँ त्यो जुन हाम्रो पेस्ट थियो अगाडि बनाएको, यसमा चाहिँ मैले सबै कुराहरू जस्तै कि टमाटर समटर त्यो गरम मसलाहरू सबै हालेर म चाहिँ पेस्टै बनाउँछु कि, किनकि त्यो छुट्टा छुट्टै हुन्छ नि त, त्यो मलाई मन पर्दैन। हल्का ग्रेभी टाइपको चिउरासँग खान मस्त हुन्छ क्या होइन। अनि मैले त्यो सब हालेँ होइन। अनि त्यसलाई पनि राम्रोसँग पाकुन्जेलसम्म क्या ओइल र त्यो हल्का छुट्टिने तरिकाले गर्ने। अनि थोरै आफूलाई कस्तो टाइपको ग्रेभी चाहिएको छ त्यो गर्ने। अनि त्यसपछि चाहिँ ग्रिन अनियन अथवा त्यसको लागि लसुनको पातहरू हुन्छ नि, त्यो हाल्यो भने चाहिँ एकदमै राम्रो लाग्छ मलाई चाहिँ त्यसको स्वाद होइन। हल्का हल्का काँचो काँचो पाकेको अनि थोरै धनियाँ हालिदिएर चाहिँ मैले गार्निस गरेँ भनौँ न, भरेपर माथिबाट टपअप चाहिँ धनियाँ हालिदिएँ होइन। अनि त्यसपछि चाहिँ चिउरासँग खाएँ, एकदमै डिलिसियस थियो। ट्राई दिस रेसिपी एट यर होम। थ्याङ्क यू फर वाचिङ माई भिडियोज।